दर्शकबिन नमस्कार, मेरो यो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा हामी कुरा गर्ने छौं 40-50 दिनमै तयार हुने तरकारी रायो। रायो छिटो बढ्ने बाली हो जसले कम समयमै राम्रो उत्पादन दिन्छ। यसमा भिटामिन ए, सी र आइरन प्रशस्त मात्रामा पाइन्छ। यसको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ। अब कुरा गरौँ माटो। यसको खेती प्राय सबै किसिमको माटोमा गर्न सकिए तापनि मलिलो दोमट माटो उपयुक्त हुन्छ। पाङ्गारिक पदार्थ प्रशस्त भएको जमिनमा यसका पातहरू राम्ररी फैलिने, नरम र खाँदा स्वादिलो हुन्छ। यसलाई माटोमा चिस्यान भएको राम्रो हुन्छ, तर बढी चिस्यान भएमा बोट पहेलिन्छ र हावापानी भने चिसो आवश्यकता पर्छ। तराई र मध्य पहाडी इलाकामा यसको खेती हिउँदमा गरिन्छ। उच्च पहाडी इलाकामा भने हिउँद र तुषारो नपर्ने बेलामा गरिन्छ। अब कुरा गरौँ जमिनको तयारी। रायो छिटो तयार हुने बाली भएकोले लगाउनु भन्दा अगाडि जमिनको तयारी राम्रो गर्नुपर्छ। यसका लागि 25-30 सेन्टिमिटर गहिराईसम्म राम्ररी खनजोत गरी पाङ्गारिक मल प्रशस्त हाल्नुपर्छ र माटोलाई बुरबुराउँदो बनाउनुपर्छ। अब कुरा गरौँ रायोका जातहरू। नेपालमा स्थानीय तथा सुधारिएका जातहरू भौगोलिक क्षेत्र अनुसार विकास भएका छन्, तर सिफारिस गरिएको जात भने सीमित छन्। ती जातहरू तराई, पहाड तथा उच्च पहाडमा लगाउने गरी सिफारिस भएको छ। खुमल चौडा पात, मार्फा चौडा पात तथा खुमल रातो पात तराई, मध्य पहाड तथा उच्च पहाडमा समेत लगाउन सकिन्छ, तर ताङखुवा, रेड जाइन्ट, माइक पर्पल जाइन्ट जातहरू भने मध्य पहाडी क्षेत्रमा खेती गर्नका लागि सिफारिस भएको छ। अब कुरा गरौँ खुमल चौडा पात जातका विशेषताहरू। यो जातको सागको पातको रङ गाढा हरियो, जुस असाध्यै कम भएको हुन्छ। पातहरू 25 देखि 30 सेन्टिमिटर लामो र 15 देखि 20 सेन्टिमिटर चौडा हुन्छन्। प्रति हेक्टर 25 देखि 30 मेट्रिक टन उत्पादन लिन सकिन्छ। साथै यो धेरैले मन पराउने जात पनि हो। अब कुरा गरौँ खुमल रातो पात जातको विशेषता। यसको पात प्याजी रातो रङ मिसिएको, हल्का हरियो, जुस नभएको, खुम्चिएका, 25 देखि 30 सेन्टिमिटर लामो र 20 देखि 25 सेन्टिमिटर चौडा हुन्छन्। पात र डाँठ हल्का बाङ्गिएका कप आकारका हुन्छन् र माइक पर्पल जाइन्ट तथा रेड जाइन्ट जातहरू उच्च तापक्रममा पनि छिटो डुकुन नहाल्ने र नफुल्ने खालका जात हुन्। अब कुरा गरौँ बाली लगाउने समय। रायो खेती मध्य पहाडी क्षेत्रमा बेमौसमी र अन्तरबालीको रूपमा 12 महिना लगाउने गरिन्छ, तर व्यावसायिक उत्पादनको लागि भने उच्च पहाडमा फागुन वैशाख, मध्य पहाडमा भदौ मङ्सिर र भित्री मधेस तथा तराईमा असोजदेखि पुससम्म लगाएको बाली राम्रो हुन्छ। अब कुरा गरौँ बेड्ना उत्पादन विधि। 3-4 पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र माटो नरम बनाउनु पर्छ। 2-3 मिटर लामो, 1 मिटर चौडाइ, 20-25 सेन्टिमिटर सतहदेखि उठेको ड्याङ बनाउनु पर्छ। यसरी तयार गरिएको ड्याङ राम्ररी कुएको गोबर मल मिसाई सतह मिलाउनु पर्छ। 5-7 सेन्टिमिटरको फरक पारी 1-2 सेन्टिमिटर गहिरो हुने गरी बिउ रोप्नु पर्छ। आलुवा अथवा धुलो माटोले बिउ पुरेर परालको छापो हाल्नु पर्छ। माटो चिसो राख्नलाई समय समयमा सिँचाइ गर्दै जाने र बिउ उम्रेपछि परालको छापो हटाउनु पर्छ। करिब 1 महिना उमेर पुगेका बेड्नाहरू सार्न योग्य हुन्छन्। बिउ दर भने 30 ग्राम प्रति रोपनी। हारको फरक 30 सेन्टिमिटर र बोटको फरक 10 देखि 15 सेन्टिमिटर। अब कुरा गरौँ मल खाद। 1 रोपनी जमिनको लागि 800 केजी गोबर मल, 10 केजी नाइट्रोजन, 5 केजी फोस्फोरस तथा 4 केजी म्युरेट अफ पोटासको आवश्यकता पर्छ। नाइट्रोजनको आधा भाग अन्य बाली रोप्नु भन्दा अगाडि र आधा भाग नाइट्रोजन 30 दिनपछि टप ड्रेस गर्नुपर्छ। अब कुरा गरौँ अन्तरबाली। रायोसँग अन्तरबालीको रूपमा भन्दा पनि अन्य बालीसँग रायो अन्तरबालीको रूपमा लगाउने प्रचलन बढी छ। यसरी लगाउने क्रममा गोलभेडा, काँक्रो, सिबी, बोडी, मकै, जुनेरो, खोर्सानी र भान्टा जस्ता बालीहरूसँग उचित दूरी तथा काटछाटको प्रक्रिया मिलाई अन्तरबाली लगाउन सकिन्छ। अब कुरा गरौँ रायो सागमा लाग्ने रोगहरू। पहिलो छ अल्टरनेरिया थोप्ले रोग। रोगले आक्रमण गर्दा सुरुको अवस्थामा सासाना हल्का
छोटा खैरा थोप्लाहरू पातमा देखा पर्छन्। पछि थोप्ला बढेर ठूलो गोलाकार आकार बन्छन्। बीचको भाग चम्किलो रङको हुन्छ भने किनारा खस्रो हुन्छ। यो रोग नलागोस् भन्नका लागि डाइथेम M45 वा थिरम 2 ग्राम प्रति केजी बिउमा उपचार गर्नुपर्छ। छ सेतो सिन्दुरे रोग। सुरुमा पातको तल्लो सतहमा साना सेता थोप्लाहरू देखा पर्छन्। आक्रमण बढ्दै जाँदा साना थोप्लाहरू बढेर ठूला हुन्छन्। थोप्लामा सेतो चक रङको ढुसीको धुलो भरिएको हुन्छ जसले गर्दा पुरै पातहरू सेतो देखिन्छन्। यसको रोकथाम डाइथेम M45 2 देखि 3 ग्राम प्रति लिटर पानीमा मिसाई 10 देखि 15 दिनको फरकमा छर्नु पर्छ। अब कुरा गरौँ रायो बालीमा लाग्ने किराहरू। पहिलो छ लाही किरा। लाही किरा रोगर जस्तो विषादीले नियन्त्रण गर्न सकिन्छ, तर साग बाली तुरुन्तै टिपेर बेच्नु पर्ने वा खानु पर्ने हुँदा स्वास्थ्यलाई हानि नपुर्याउने खालको व्यवस्थापन विधि अपनाउनु पर्ने हुन्छ। जस्तै गाईको गहुँत वा घरायसी झोल मलमा 10 ग्राम पानी मिसाएर छर्ने तथा मार्गासम निमको झोल 3 मिलिलिटर प्रति लिटर पानीमा छर्नु पर्छ। आजको लागि भिडियो सामग्री यति नै। हाम्रो भिडियो हेर्दै गर्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोला।